एभ्रिवान गुड आफ्टरनुन है र म चाहिँ अहिले चाहिँ यहाँ मामा घरमा आएको छु हैन यहाँ चाहिँ दिदी हुनुहुन्छ अनि हामी चाहिँ लिची खानुको लागि जाँदैछौँ है बोर्डमा चाहिँ लिची पुरा पाकिरहेको छ नि त यहाँनिर चाहिँ अन्त म चाहिँ लिची खानुको लागि गएको दिदीसँग हैन हेर्न सक्नुहुन्छ है कस्तो मजाले फलिरहेछ लिची समयको फल खाइराख्नुपर्छ है जाउँ न टिपौँ न साप हुँदैन डर पो लाग्छ हुँदैन साप छैन हो अब चाहिँ म लिची टिप्नु लागेको छु वाउ यस्तो गाउँको लिची झर्छ हल्लायो भने होला त झर्छ नि फेरि गाउँको अर्ग्यानिक लिची मलाई देख्दैछ कति दिदी देख्दैछ टिपेको देख्दैछ गाइस मैले चाहिँ लिची टिपेँ होइन यस्तो मजाले फलिरहेछ है हो तपाईँहरूलाई नि को कोलाई मनपर्छ कमेन्ट गर्नु नबिर्सिनुहोस् होला है अलिअलि अमिलो रहेछ हो गुलियो पनि छ त्यस्तो धेरै अमिलो चाहिँ छैन सो तपाईँहरू पनि खानुहोस् होला समयको फल है बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ